उता गइरहेछ क्रिकेट हो अलि माथि हो उमा सम्मान त्यता अब यो त क्रिकेट छैन क्रिकेट हेर्नु होइन माथि जाउँ न एकछिन उता माथितिर जाउँ न श्रमदान हेर आउने यहाँ माथि कता बस्छु हर्क साम्पाङको श्रमदानमा हामी चाहिँ यहाँ जाने लिएर आउनुपर्छ उतै पऱ्यो कहाँ जानु उतै हिँडौँ न उतै अनि अब चाहिँ हामी छिर्दैछौँ यहाँभित्र कीर्तिपुरको कहाँसम्म जान्छ हर्क साम्पाङको टिमले ल हेर्नुहोस् त यहाँ यस्तो राम्रो झाडु फाडिसकेको छ नपार्ने त त्यो तरको कुरा राम्रो हो नि अनि उमास लगेर पार्ने चला चला बाइक चला यति यहाँ राख्नु हाँ
हेलो हेलो किर्तिपुरमा क्रिकेटको रौनक ल हेरौँ यहाँ मान्छे यहाँ मेला लागे जस्तै भइरहेछ हेलमेट राख्ने पनि यार व्यापार भयो हेलमेट कम्ती 20 रुपियाँ जति लिन्छ होला होइन कि त 100 कि त 50 भन्नु न नेपालको झन्डा भिरेर जाने हो त काठमा भनेको जतिखेर पाए त्यतिखेर त्यो यहाँ चाहिँ नेपालको झन्डा चटक रहेछ ल आमा यहाँ त माहौल त यस्तो खतरा रहेछ बहिनीहरु कसको फ्यान हो कुन टिमको सुदूरपश्चिम भनेपछि बिहान अझ क्रिकेटको रौनक चलिरहेछ यहाँनेर यतातिर ल हेर्नुहोस् त यहाँ चौरैभरि चाहिँ यहाँ मेला लागे जस्तो भइरहेछ बजार छ बजार बजार छन् बजार ल जनकपुर बोल्छ हजुरलाई गाना आउँछ हजुरको कुन टिमको सपोर्टर हो म त विराटनगर किङ्स हो नि गाना गाइदिनु विराटनगरको लाग्ला 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 आउनु न आउनु प्लिज अहिले चाहिँ गाना नगाउँ ल राम्रो के हुँदैन अलिक आउँदैन है गाना मलाई लाग्ला लाग्ला भन्नु भइहाल्यो नि त गाइदिनु न तपाईँहरूको अनि च्यानल चाहिँ कुन हो हाम्रो च्यानल नसोध्नु कहिले पहिला त चाहिँ गाना गाउनु न गाना अहिले आउँदैन कि म विराटनगरको चाहिँ सपोर्टर हो के ल ल बाइ पूर्वको मान्छे हो नि त तपाईँहरू चाहिँ कुनको हो नि हामीको सबै टिमको सपोर्टर नेपाल अल नेपाल अनि अहिले विशेष गरी यो एनपिएलमा चाहिँ कुन टिमको सपोर्ट त नि ल ल किर्तिपुरको मेलामा क्रिकेट हेर्न आइरहेको छु यहाँनिर मेला जत्तिकै भइरहेछ यहाँ चाहिँ आम्मामा ल हेर्नुहोस् यहाँनिर भित्रतिर मान्छे पनि सर ओ हल्ला सुन्नु थाल्यो यार
शिवम आम्मामा यहाँ त मान्छे त कति हो कति नम्बर त अघिकै वाला हो सङ्ग्राम दाई कता बसेको फेरि टिकट देखाउँदै भित्र बस्ने ए हेलो हजुर के होला ए म सेक्रेटरीले झन्डै मोबाइलै लग्दैन मेरो त यसो भिडियो खिच्दै गएको थिएँ यहाँ यहाँ आउनु भाइ भन्दै फोटो खिच्नु नपाइने रहेछ त्यहाँनिर त होइन त गेटतिर यसो भिडियो खिच्दै आएको त यहाँ भाइ आज टिकट त नपाउँदो रहेछ पाउँछ अहिले भने पाउँदैन पाउँछ पाउँदैन सोधौँ है त यहाँ यार मान्छेको भिड त को बिहाजी भयो डिएसपीले उनीहरूलाई त पस्न दिँदैन अरे भित्र स्पेसियल गेम खतरा हुन्छ जस्तो भयो त सुदूरपश्चिम भर्सेस जनकपुरको टिकट काट्ने ठाउँमा आइयो हामी चाहिँ टिकट नपाएर यतिकै फर्किने अवस्था आउनु लागिरहेछ यहाँनिर एकछिनमा टिकट पाइयो भनेदेखि हेरिन्छ नत्र घर गइन्छ महोत्सव
यहाँ काठमाडौँको पेटीमा बनाएर मान्छेलाई के फरक पर्छ देश भनेको हुम्ला पनि हो जुम्ला पनि हो कालीकोट पनि हो तपाईँ त्यसो भए होइन नेपाल बालेनप्रति तपाईँ सन्तुष्ट हुनुहुन्न त्यसो भए छैन के छ सुझाव चाहिँ के छ मैले उसको काठमाडौँ महानगरको सबैभन्दा धेरै जनसङ्ख्या भएको महानगरको मेयर त हुन् नि उनी होइन सरकार प्रमुख त हुन् स्थानीय सरकार प्रमुख मेयर त हुन् तर अब उनले त्यसरी जित्नु त जितेर त्यसो भए कल्पनै नगरे हुन्छ अर्को साम्बाङले चाहिँ जित्छन् अब होइन सांसद बन्छन् माननीय बन्छन् अब अर्को साम्बाङ जित्छन् जहाँ के छ भन्नु तपाईँको मैले नेपालीहरूलाई के भनेको छु भने अब राष्ट्रवादी मिलेर गाउँ गाउँ देशभक्त जुटौँ है एकै ठाउँ देश बचाउन राष्ट्रवादी मिलेर गाउँ गाउँ देशभक्त जुटौँ है एकै ठाउँ देश बचाउन दिनुहुन्न भ्रष्टाचारको धन पचाउन त्यसको माया छैन यी नेतालाई कसले हाम्रो नेपालमा जन्मदै 82,000 रिन्छ कपालमा धन्यवाद के सुन्नु भएको छ क्यास्टिङ मात्रै हो ल अब फिल्म रिहर्सल कविता त सुन्नु भएकै छैन श्रमदानको झल्को छ यहाँ म त्यो टिकटहरू मिलाउने ल ढिलो लागिसक्यो पछाडि बाटो के राम्रो बनाएको छ है ग्राउन्ड अनि ग्राउन्ड त अहिले त भित्र दामी बनाएको छ नि यार मान्छे त यहाँबाट पनि देखिँदो रहेछ त अनि यही है गेट नम्बर 4 रहेछ यता यहाँबाट पनि अलिअलि देखिँदो रहेछ एनपिएलहरू मान्छे गेट नम्बर 4 तिर लागि सुरु छैन प्रिमियम बक्स अफिसतिर नराखे सिधै माथि नै राख भने के यहाँबाट दिनै पर्यो